नमस्ते सिक्किम, म डिकिला शेर्पा र हालैमा मैले सिक्किमलाई नेशनल प्लेटफर्म फेमिना मिस इन्डियामा रिप्रेजेन्ट गरेको थिएँ र मैले इतिहासको किताब लिएर आएको छु हाम्रो स्टेटको लागि। फेमिना मिस इन्डिया नर्थ इस्ट जोनल र मल्टिमिडिया प्लस टप 15 मा हामी सिक्किम सबैजना पुगेर आएको र म यति खुसी थिएँ हामी सिक्किमको मान्छेहरूको लागि कि मैले रिप्रेजेन्ट गरेँ। यति मनबाट यति प्राउड फिल गरिरहेको थिएँ। तर मैले हालैमा थाहा पाएँ कि हाम्रो लेप्चा कम्युनिटीहरूलाई मैले जस्तो प्रेजेन्टेसन दिएको थिएँ उनीहरूको फ्याब्रिक युज गरेर तपाईँहरूलाई धेरै सेन्टिमेन्ट हर्ट भएछ, जुन चाहिँ मेरो कुनै इन्टेन्सन थिएन। न त मेरो हातमा कुनै कन्ट्रोल थियो कि मैले के लाउने भनेर, मेरो हातमा केही कन्ट्रोल थिएन। मैले आफ्नो कल्चर त मैले रिप्रेजेन्ट गर्नु पाएन। मैले आफ्नो कल्चर शेर्पा बक्खु लगेर गएको थिएँ। मेरो आमा राई हो, मेरो राईको आउटफिट लगेर गएको थिएँ। अनि नेपाली कल्चर 3टा ट्रेडिसनल आउटफिट लगेर गएको थिएँ मैले। तर पनि मैले मेरो कुनै ट्रेडिसनल आउटफिट पनि मैले लाउनु पाएन त्यहाँनिर। अनि उनीहरूको म मात्रै होइन, 29 स्टेट्स र 1 युनियन टेरिटोरीबाट सबैजनाले आफ्नो आफ्नो ट्रेडिसनल वेयर लिएर आएको थियो। तर कसैले पनि लाउन पाएन र सबैजनाको आउटफिट जस्तो मेरो बनिएको थियो त्यसरी नै सबैजनाको बनिएको थियो। मैले कसैको सेन्टिमेन्ट हर्ट गर्ने मेरो इन्टेन्सनै थिएन। मलाई त यति दुःख लागिरहेको थियो कि मैले आफ्नै कल्चरको पनि आउटफिट लाउनु पाएन। मैले आफ्नै कल्चरको पनि ट्रेडिसनल आउटफिट त्यहाँ रिप्रेजेन्ट गर्नु पाएन त्यत्रो ठुलो प्लेटफर्ममा। तर आई वाज ह्याप्पी एन्ड आई वाज प्राउड कि मैले आफ्नो रिप्रेजेन्ट गर्नु नपाए पनि मेरो स्टेटको कसैको कल्चर त रिप्रेजेन्ट गर्दैछु भनेर मलाई यति धेरै खुसी लागिरहेको थियो। मैले यति प्राइड, यति डिग्निटीसँग त्यो आउटफिटलाई मैले यति इज्जतसँगले नै मैले लगाएको। मेरोबाट केही डिसरेस्पेक्ट थिएन त्यो आउटफिटको लागि। मैले जस्ट फर द सेक अफ इट मैले त्यसै पनि लगाएको होइन त्यो आउटफिट है। मलाई यति धेरै खुसी लागिरहेको थियो कि मैले लेप्चा कम्युनिटीको आउटफिट लगाउनु पाएँ, म भाग्यशाली भएँ यो त्यो भनेर मैले आफूलाई नै मैले राम्रो पोजिटिभ वेमा लिइरहेको थिएँ। तर आई ह्याड नो आइडिया कि यसको आउटकम चाहिँ यस्तो हुन्छ भनेर। अनि त्यो आउटफिट सेलेक्सन वाज नट इन माई कन्ट्रोल। मैले केही गर्नै सक्दैन थिएँ एज अ कन्टेस्टेन्ट। हामी त्यहाँ केही भन्न पनि सक्दैन। तर पनि मैले के उनीहरूको अगाडि राखेको थिएँ भन्दाखेरि चाहिँ घाँटीको तल माथिको तल नलगाइदिनुहोस् होला भनेर, जस्तो छ सिम्पलै बनाइदिनुहोस् भनेर। तपाईँले अगर अरू कन्टेस्टेन्टहरूसँग मेरो आउटफिट हेर्नुभयो भने पनि मेरो सबसे सिम्पल छ। मलाई कसैलाई पनि इन्टेन्सनली हर्ट गर्नु थिएन एन्ड आइ एम सो सरी। मेरो मनबाट सरी तपाईँहरूलाई यति मन दुखेको रहेछ मेरो थ्रुबाट है। अनि म मिस इन्डिया टिमबाट पनि म नै सरी भन्न चाहन्छु, किन भन्दाखेरि मलाई बादमा गएर है नेक्स्ट टाइम जो पार्टिसिपेन्टले पार्टिसिपेट गर्छ उनीहरूको लागि बाधा नहोस् कि प्रब्लम हुने रहेछ उनीहरूको स्टेटमा यो त्यो भनेर नहोस् भनेर म मेरै मनबाट म तपाईँहरूलाई सरी भन्न चाहन्छु। आई रियली डिन्ट वान्टेड टु हर्ट एनी वान। मलाई कसैको मेरो इन्टेन्सनली केही थिएन। अनि मेरो हातमा खालि एउटै चिज मात्रै थियो। द ओन्ली थिङ आई कुड कन्ट्रोल वाज वान थिङ। त्यो चाहिँ म कसरी आफूलाई आफ्नो स्टेटलाई रिप्रेजेन्ट गर्छु त्यत्रो ठुलो प्लेटफर्ममा भनेर, त्यो कुरा मात्रै थियो मेरो हातमा। र आई थिङ्क द्याट आई डिड इट भेरी नाइसली। जुन चाहिँ मैले आफ्नो 100% पनि होइन 200,000% मैले मेरोबाट चाहिँ दिएकै हो। किन भन्दाखेरि आई रियली वान्टेड दिस क्राउन टु कम होम। हाम्रो सिक्किमले 61 इयरसम्म फेमिना मिस इन्डियाबाट क्राउन पाएको छैन भनेर चाहिँ मलाई इतिहास नै रच्नु थियो र रचेर पनि आएँ भनेर यति धेरै खुसी थिएँ। तर मन दुख्यो मलाई पनि। हामीले एक दिन पनि राम्ररी सेलिब्रेट गर्नु पाएन, एक दिन पनि हामी खुसी हुनु पाएन। मेरो ममा त्यो दिनदेखि नै रुनु भएको छ अहिले बाटोमा हिँड्दाखेरि पनि। एन्ड आइम सो सरी। म तपाईँहरूसँग यहाँ बात मार्नु ढिलो भयो किन भन्दाखेरि हामी उताबाट हामीले फ्लाइटै पाएन। हामीले थ्रु बाई रोड हामी आउनु पर्यो। अनि बाई रोड आउँदाखेरि पनि हामी ओडिसादेखि कलकत्तादेखि अहिले भर्खर आइपुगेर आउटफिट चेन्ज गरेर म सिक्किम आउँदैछु है। यति टाइमै नपाएर हाम्रो सिइओले पनि हाम्रोबाट सरी भिडियो हाल्नु भएको थियो है। तर मलाई चाहिँ के मन थियो भन्दाखेरि चाहिँ म नै भन्छु आएर सरी, किनकि म लुगा लगाउने मान्छे भनेर चाहिँ मलाई नै सरी भन्नु थियो। एन्ड आइम रियली सरी मेरो मनबाट। अनि मैले धेरै भिडियोजहरू पनि बाटोमा आउँदा हेरि नै रहेको थिएँ है, जहाँ चाहिँ तपाईँहरूले भनिरहेको थियो कि हाम्रो आउटफिट बेच्नुको लागि होइन भनेर। म त्यहाँ बेच्नु गएको नै होइन, फर्स्ट थिङ। अनि सेकेन्ड थिङ, म त्यहाँ आफ्नो स्टेटलाई प्राउड बनाउनु गएको, मेरो फ्यामिलीलाई प्राउड बनाउनु गएको। र आई वाज रियली ह्याप्पी कि मैले मेरोबाट दामी गरेँ भनेर। किनकि मलाई पनि मनमा डर थियो कि मैले केही नबिगारोस् भगवान्, केही नबिगारोस् भनेर मैले पनि प्रार्थना नै गरिरहेको थिएँ। अनि आई वाज रियली ह्याप्पी।
तर मैले यो आउटकम सोचेको थिएन बट आई एम रियली सरी म मनबाट 10 चोटि तपाईँहरूलाई भोइ सरी तर आई एम रियली सरी आई डिड नट मिन टु हर्ट एनी वान मेरो इन्टेन्सन नै त्यो थिएन मेरो खालि एउटै इन्टेन्सन थियो मेरो स्टेटलाई कसरी प्राउड बनाउनु मेरो स्टेटलाई कसरी नेसनल प्लेटफर्ममा स्ट्रङली रिप्रेजेन्ट गर्नु त्यति मात्रै थियो मेरो एउटै इन्टेन्सन अनि आई थिङ्क द्याट आई डिड and at the same time I'm really really sorry फेरि पनि तपाईलाई sorry and I hope you'll accept my sorry